तेरो नाम के हो सन्दीप मलाई हान्छस् तेरो बासी भनिदिन्छु नि तेरो बाबा खै घरको अगाडि राख्छ यसले देख्नु भयो घरको अगाडि राख्छ घरको अगाडि किन ल्यास घरको अगाडि किन ल्यास यो घरको अगाडि होइन कहाँको त फेरि वनको यो काठको अगाडि काठको त काठो कहाँको वनको वनको घरको अरे त ताजा वनको काठ हो के नास यहाँ तेज खानास यहाँ चाहिँ तेज खानास पाके खा कति पाके खा खाइस अन्डा यति किन खाइनस् जीवन चाचे टिङ्कु तेरो भाइले हेर तेरो भाइ कुटुम्ब तेरो कान्छो भाइ जीवन चाचे टिङ्कु अनि सेते इन्द्रे अर्को नाम के हो अरे फुर्सदनले मसित काम गर्छ तेरो दाइले देखाइन्छ लगेर हो के भन्छस् दाइले नै यो भिडियोमा के भन्छस् दाइले सम्झिरहेको भन्छस् हो यिनको हुन् नि कुन भान्जा राजु भेनाको छोरा उसको पूजाको छोरा को राजु भेना भन्छ विनोद खै विनोद तैँले त गाजा खान्छस् रे तैँले खान्छस् रे त खान्छस् खानुहोस् भन् खान्छस् कि नै खान्छस् कि नै गाजा खान्छस् कि नै त्यो दाइले खान्छ कि नै गाजा त्यो दाइले गाजा खान्छ कि नै विनोद कै तैँले सिगरेट खान्छस् रे हो कि होइन अर्को दाइ खै माइल दाइ त्यो पनि छैन बाई गरिदे यसमा बाई गरिदे बाई गरिदे बाई गर्छु नि पक्कालाई तेरो बाबाले भिडियो पठाइदिन्छु तैँले घरमा काम नगर्ने खुब हिँड्ने गर्छस् हो अनि तेजु हान्ने खुब तेरो बाबालाई पठाइदिन्छु यो भिडियो सुन्छस् कि नै तेरो बाबाले भिडियो पठाइदिन्छु है बाबालाई के भन्छस् बाबा धेरै पैसा कमाउला अनि छिटो घर आउला भन् बाबा धेरै पैसा नकमाउनु छिटो नआउनु बाबा धेरै पैसा कमाउला भन् बाबा धेरै पैसा नकमाउनुला त्यही बुढो भएर आउनुला अनि अरू मलाई नपिट्नुला भन्छस् के घरै नआउला भन्छस् फेसबुकमा हाल्दिनु लाग्यो बाबालाई धेरै पैसा कमाउला अनि मलाई कपडाहरू पठाइदिनुला छिटो घर आउला भन् बाबा धेरै पैसा नकमाउनु भन् फेरि भन्
मर्दैछु म फेरि भन् बाबा धेरै पैसा भन् यता सुन मैले भने सुन बाबा धेरै पैसा कमाउनु ला मलाई कपडा पठाइदिनु ला चक्लेट पठाइदिनु ला तपाईँ छिटो घर आउनु ला भन् छिटो भन् छिटो भन् डाक्टर लग्दै सक्यो त्यसले भन् के भन् त फेरि एकचोटि भन् न बाबा धेरै पैसा कमाउनु ला भन् भन्दैनस् अब तैँले म भन्छु भन्दैनस् त्यसो भए बाई गर्दै त्यो के हो हातमा गयो के हो त्यो फल्टु यसले के भन्छ यहाँ यो के हो यो तेज त्यही चाहिँ हो पेट दुख्दैन पेट दुख्ने हस्पिटल लाएर यहाँ बाई गर्दै बाई धेरै बोल्दैनस् नि तैँले दाइहरूलाई के भन्छस् दाइ धेरै पैसा कमाएर आमालाई दुःख नदिने बाई बाई अच्छा बाई बाई गइकिस् सबैका हो अरू भन् अरू दाइको नाम भन् त कुन कुन दाइ तेरो जीवन 3 4 राइला 5 थैला 6 कान्छा त कान्छा तेरो नाम के हो मनराज मेघराज अनि तँलाई चाहिँ ढकुर किन भन्यो बाबाले भन्यो नि बाबाले प्यार गरेर राख्दै नाम हो अच्छा बाबाले प्यार गरेर नाम राख्दै हो बाबाको याद आउँछ हो र दाइलाई धेरै सम्झाएको छु भन् सबै दाइलाई सम्झाएको छु ओइ बौला दाइहरू सबैलाई सम्झाएको छु भन् सबैलाई मिस गरेको छु धेरै पैसा कमाएर मलाई कपडाहरू लिएर आउनु ला भन् मलाई कपडाहरू लिएर आउनु ला भन् ओके बाई बाई गर्दै टाटा यो के अरे यो भिडियोमा पैसा आयो भने यो पैसा तँले दिने हो कि मैले राख्ने हो घर पठाइदिने दाइहरूसँग पठाइदिने हो जति आउँछ त्यति पठाइदिन्छु आयो भने है मैले राख्ने ल म अलिकति राख्छु अनि तँलाई अलिकति दिन्छु है ओके जति आउँछ त्यति ल बाई ओके टाटा ओके सो गाइज यो दाइको छोरा होइन अघि भिडियो त बनाएर पनि भिडियो अझै बनाउने अरे कि त्यही भएर फेरि आइरहेछ भन अरू के भन्ने हो के भन्नेस् भन अरू के भन्नेस् दाइहरूलाई धेरै माया गरेको छु छिटो घर जाने अरे आमाले दुःख नदिन्न आमालाई दुःख नदिने पाल्ने भाउजूहरूलाई नपिट्ने दुःख नदिने भाउजूलाई नपिट्ने दुःख नदिने कुरा नगर्ने गरेपछि घर आउनु नपाउने ओके अनि अरू दाइहरूले केटीसँग कुरा गऱ्यो भने दाइहरूले केटीसँग कुरा गरेपछि तिहारलाई घरै आउनु नदिने हुँबाट लखडिदिने यहाँ पाइलो नि टेक्न नदिने होइन चलो तैँले भने ठिकै हो सबैजनाले राम्रो गर्छन् सबै घर हेर्छन् अझै पनि हेरिरहेछन् कसैले कुरा नगर्ला दाइ त्यस्तो नगर्ला आमा एक्लै हुनुहुन्छ आमाले पाल्ने है भन्ने सम्झने है अनि अरू भन् बाबा हुनुहुन्न अन्त बाबा हुनुहुन्न मम्मी ममा त दाइ छुट्या को दाइ छुट्या हो चाचा दाइ ठुलै चाचा दाइ काल दाइ साइला त सँगै छ अझै साइला सँग हुनुहुन्छ अरू के सँग छ अच्छा अरू त अझै बिहा गरेको छैनन् नि साइल दाइले बिहा गरेको के भयो माथि अब त उमेर नपुगेर हो कि उमेर भए पनि आउँछन् कि 18-19 वर्षमा लाग्छ अब भनेपछि उमेर पुगेपछि लिएर आउँछ त्यसले ल्यायो भने फेरि त्यहाँबाट सबैजनाले मिलेर पैसा कमाउने अनि तपाईँ ठुलो हुने पढ्दैछस् नि
कतिमा 4मा पढ्छस् राम्रोसँग पढ्छ है फेरि त्यहाँ पढ्ने यताउता गरिस् भने नि सानो त दुनियाँ भए त गाँजा खाने केटासँग नलागेस् नि तैँले राम्रो अरू भाइ बगाल नपढे पनि तैँले राम्रोसँग पढेर के भन्न चाहन्छस् के भन्ने सपना छ तेरो भन् तेरो सपना के छ पढेर ठुलो भएर के भन्ने होस् पढेर ठुलो भएर पुलिस बन्ने हो कि आर्मी बन्ने हो कि इन्डियन आर्मी बन्ने हो कि के बन्ने विचार तेरो ड्राइभर बन्ने हो कि पुलिस बन्ने हो कुन इन्डियन बन्ने हो कि इन्डियाको पुलिस बन्ने हो कि नेपालको देशको सेवा के गर्ने विचार छ पुलिस भएर गाँजा खानेहरूलाई पड्काएर जेलमा हाल्ने विचार छ नि जेलमा हालेर खुट्टामा दिनु मन छ हो चलो ठिक छ देशको सेवा गर्ने है त के अरे नेपाली पुलिस भएर ठिक छ राम्रोसँग पढ्ने अगाडि बढ्ने धेरै यताउता नगर्ने आमाले भनेको मान्ने दाइहरूले भनेको मान्ने है दाइहरूलाई यति भने दाइहरूले के भन्न चाहन्छस् दाइहरूले मेरो सपना पुरा गरिदिनुहोस् दाइहरू भन्न चाहन्छस् दाइहरू सपना पुरा गरिदिनु बस पछाडि सपोर्ट दिनुहोस् म पढ्छु धेरै भन् पछाडिबाट सपोर्ट दिनु म पढ्छु धेरै ओके भाइ मेरो भन्नु कति छ अरू केही कुरा छ ओके बाई बाई टाटा टाटा बाई बाई ल यसको चाहिँ कुराहरू सक्यो होइन बिचरा दगुरे उसको सपना चाहिँ धेरै छन् अब त्यो चाहिँ सपनाहरू पुरा गर्छ भन्छ केटाले ल है केटा सपनाहरू कान्जु भाइको सपना चाहिँ ल तिमीहरूले जो पनि छौ होइन यो भिडियो यस्तो बनायो भनेर गाली नदिनु कि मलाई मैले चाहिँ त्यस्तो नराम्रो चाहिँ केही सोधेको पनि छैन है त्योसँग र जो छ यदि नराम्रो लागेको खण्डमा चाहिँ तिमीहरूले पर्सनलमा आएर जे भन्नु मन लाग्छ मलाई भन्नु ओके केही छैन ओके बाई बाई फेरि नेक्स्ट भिडियोमा भेटौँला अर्को भिडियोमा अहिलेलाई भने बाई बाई टाटा टेक केयर गाइज फेरि यस्तै भिडियोहरू जो पनि छन् जति पनि छन् यसो कहीँ मिल्यो भने चाहिँ यस्तै कन्टेन्टहरू यस्तै भिडियोहरू लिएर उपस्थित तपाईँहरूको सामु भइरहनेछ हामी अहिलेलाई भने बाई बाई टाटा टेक केयर गाइज ओके बाई बाई लोकेसन यस्तो छ बाई बाई